नमस्ते नेपाल। तपाईहरुले कहिले सोच्नु भएको छ किन आजकल चाहिँ ओटिजम भएको बच्चाहरू यति धेरै देखिन थालेका छन् हैन? के साच्चै ओटिजम बढिरहेको हो त? यो क्वेशन म पनि गर्छु टु बी अनेस्ट हैन? अथवा हामीले अहिले मात्रै ओटिजमको बारेमा बुझ्न थालेको पो हो कि पहिला त्यति अवेयरनेस थिएन हामीमा भन्ने क्वेशनहरू पनि आउँछ। पहिला धेरै बच्चाहरूलाई मेरो बच्चा ढिलो बोल्छ, अलिक फरक छ, आफ्नै दुनियाँमा बस्छ उ त भनेर छोडिन्थ्यो। ठिकै छ नि त, एज हो उसको, सानै छ, पछि ठुलो भएपछि सिक्छ भन्ने हाम्रो सोचाइ हुन्थ्यो। तर आज विज्ञानले के भन्छ भने यो ओटिजम स्पेक्ट्रम डिसअर्डर हो। यसको अर्थ के हो भने सबै ओटिजम भएको बच्चाहरू एउटै जस्तो हुँदैनन्। हरेक बच्चामा डिफ्रेन्ट सिम्पटम्स, डिफ्रेन्ट उसको पर्सनालिटी, उसको बिहेभियरहरू हुन्छ। फर इक्जाम्पल हैन, कसैलाई बोल्न गाह्रो हुन्छ भने कसैले आँखामा आँखा जुदाएर हेर्न सक्दैनन् र कसैलाई आवाज, भिड वा स्पर्श सहन गाह्रो हुन्छ। मेरो छोराले आँखामा आँखा हेरेर त्यति बोल्दैन र उसको बोलीमा पनि बोली फुटेको छैन अहिलेसम्म। तर हामीले एउटा कुरा याद गर्नुपर्ने के हो भने ओटिजम भनेको रोग चाहिँ होइन है। यो एउटा फरक तरिका हो संसारलाई बुझ्ने। अनि तपाईं क्वेशन पनि गर्न सक्नु होला, ओटिजम चाहिँ किन यति धेरै देखिन्छ आजकल हैन? त्यो क्वेशन एकदमै कमन छ, धेरै मान्छेहरूले सोच्छ पनि। किन धेरै देखिन्छ भन्दाखेरि अहिले के भएको छ भन्दाखेरि डायग्नोसिस राम्रो भएको छ, एकदमै राम्रो भएछ, डायग्नोसिस छिटो हुन्छ। पेरेन्ट्सहरूलाई पनि धेरै अवेयरनेस, सचेत भइसकेको छ ओटिजमको लिएर र स्क्रिनिङ पनि सानो उमेरदेखि नै हुन्छ के, सो टाइममै डायग्नोस भइहाल्छ। यसमा केही जेनेटिक्सको कारणले गर्दा पनि हुनसक्छ ओटिजम भन्छ हैन, र कहिलेकाहीँ इन्भाइरोमेन्टलले पनि ठुलो भूमिका खेल्न सक्छ भनेर विज्ञानहरूले भनेका छन्। तर सबैभन्दा ठुलो कुरा के हो भने ओटिजम भनेको चाहिँ कसैको चाहिँ गल्ती होइन, न बच्चाको न आमा बुवाको, यो कसैको गल्ती होइन हैन। त्यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। मान्छेले आफूलाई दोष दिन्छ पेरेन्ट्सले, तर प्लिज दोष नदिनुहोस्, यो कसैको गल्ती होइन। किन भन्दाखेरि म पनि एउटा ओटिस्टिक मम हुँ। मेरो छोरा अब 7 लाग्छ र ऊ स्पेशल स्कुलमा जान्छ एन्ड वी आर भेरी ह्याप्पी हैन। उसको प्रोग्रेस, सानो सानो उसको प्रोग्रेस जब हुन्छ, सानो सानो कुराहरूले नयाँ गर्छ, ऊ हाँस्छ सानो सानो कुरामा, ऊ खुसी हुन्छ, ऊ एक्साइटेड हुन्छ, त्यो नै हाम्रो लागि नि सबैभन्दा like the most beautiful, the most amazing मोमेन्ट हुन्छ के। आई नो यो यात्रा सजिलो छैन हैन, कहिलेकाहीँ हामीलाई पनि आँसु आउँछ एज अ पेरेन्ट्स, कहिलेकाहीँ हामीलाई पनि एकदमै वी गेट टायर्ड, हामी थाक्छौँ। तर at the end of the day it doesn't matter, it doesn't matter, as a parents we have accepted हैन, हामीले एक्सेप्ट गरिसक्यौँ हाम्रो छोरा ओटिस्टिक हो भनेर। उसलाई कसरी चाहिँ हामीले राइट थेरापी राइट टाइममा दिएर चाहिँ अगाडि बढाउने, त्यो हो हाम्रो मिसन हो हैन। तर नेपालमा अझै पनि धेरै परिवारहरू ओटिजमलाई नबुझेर उनीहरू अझै पनि सङ्घर्ष गरिरहेका छन्। तर अहिले त्यो टाइम हो कि जब हामीले जजमेन्टल गर्ने चाहिँ होइन, हामीले अन्डरस्ट्यान्डिङ गर्नुपर्छ वाट इज ओटिजम भनेर हैन। दया होइन, एक्सेप्टेन्स गर्नुपर्छ। किनकि यी बच्चाहरू टुटेका होइनन्, यी बच्चाहरू फरक छन्, तर त्यो फरकपनमा पनि सुन्दरता हुन्छ। यदि तपाईहरूको घरमा पनि ओटिजम भएको बच्चाहरू छ भने याद गर्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न र तपाईँको बच्चाहरू पनि कम छैनन् हैन। त्यो भन्दै म यो सानो मेरो भिडियो एन्ड गर्दैछु। यदि तपाईँलाई ओटिजमको बारेमा धेरै कुराहरू बुझ्न मनपर्छ, तपाईँलाई अलिकति मोर अन्डरस्ट्यान्डिङ चाहियो, अथवा यदि कुनै क्वेसन छ भने प्लिज मलाई कमेन्टमा गर्नुहोला र त्यसको म जवाफ दिने म प्रयास गर्नेछु। र मेरो च्यानललाई हेर्दै गर्नुहोला। यस्तै इन्ट्रेस्टिङ टपिक, यस्तै एडुकेसनल अवेरनेसहरू लिएर म पछि पनि फेरि आउने नै छु हैन। त्यतिजनको लागि स्टे ट्युन्ड है, एन्ड जय नेपाल।